आज हामी रोमानियाको बिहोर सिटी हुसासाउदे टिङ्का क्षेत्रमा रहेको स्ट्याङ्गल भेजिटेबल एग्रिकल्चर कम्पनीको वास्तविक अवस्था, यहाँ हुने काम, तलब र नेपाली श्रमिकहरूको अनुभवबारे जानकारी दिँदैछौँ। स्ट्याङ्गल भेजिटेबल रोमानियाको एक ठूलो एग्रिकल्चर कम्पनी हो। यो कम्पनीमा आधुनिक कृषि गर्दै मुख्य रूपमा काँक्रा, सिमला मिर्च, प्याज, मकै, गहुँ, सूर्यमुखी लगायतका बाली उत्पादन गर्छ। नेपाली श्रमिकहरूले विशेष गरी काँक्रा र क्याप्सिकम खेतीमा काम गर्ने गर्छन् भने अन्य धेरैजसो बालीको खेती तथा व्यवस्थापन आधुनिक मेसिन मार्फत गरिन्छ। यस कम्पनीमा सिजनल काम अप्रिल महिनाको मध्यतिर सुरु भएर अक्टोबरको मध्यसम्म सञ्चालन हुन्छ। गत वर्ष श्रमिकहरूले प्रति घण्टा 22 रोन पारिश्रमिक पाएका थिए भने यस वर्ष 2026 जुनबाट रोमानिया सरकारको न्यूनतम ज्याला समायोजनपछि प्रति घण्टा 24 रोन प्रदान गरिएको छ। हाल यहाँ ठूलो सङ्ख्यामा नेपाली दाजुभाइहरू कार्यरत छन्। कम्पनीले कामदारहरूको सुविधाका लागि बसोबास क्षेत्रमा कपडा धुने व्यवस्था, खाना पकाउन ग्यास चुलो लगायत आवश्यक आधारभूत सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यदि तपाईँ पनि रोमानियामा कृषि क्षेत्रमा काम गर्न चाहनुहुन्छ वा यहाँको वास्तविक कामको वातावरणबारे थप जानकारी लिन चाहनुहुन्छ भने यस्ता जानकारीमूलक भिडियोहरूका लागि हाम्रो साथमा जोडिरहनुहोस्।